हाई गाइस, यो रिगाई हो कुवेतको हैन। यहाँ चाहिँ हल्का अब जाडो महिना लाहा हैन, वाकिङ गरिरहेको जस जाडो महिनामा भ्यू चाहिँ जाडो चाहिँ छ। अब वाकिङ गर्नलाई मान्छे निस्केन हैन। यो रोड भइहाल्यो, विदेशको रोड यस्तो राम्रो छ। यो पब्लिक उर्वक चाहिँ यहाँ अब यो गाडी पार्किङ हैन, गाडीहरू अब ठुलो ठुलो गाडी हुन्छ, त्यही भएर यता राख्छ कसैले, पार्किङ उता पनि छ हैन। रेगाई अब 7-8 साल 10 वर्ष भयो यहाँ बसेको, जस्तो रमाइलो लाग्छ, ठिकै छ। वाकिङ गरिरह्यो। अब त्यहाँ गार्डन छ, गार्डनतिर जानलाई झ्याउला। फेरि यत्रो ठुलो बिल्डिङ बनाएको, त्यहाँ मान्छे छैन कि है, बिल्डिङहरू चाहिँ बनाएको ठुल्ठुलो। रातिको 12 बजेसम्म पनि अब रिगाईमा चाहिँ बस पाउँछ। यो गिरान छ नि खुल्ला, यहाँ चाहिँ अब ठुल्ठुलो गाडीहरू पार्किङ गरेको। अब यहाँ फ्राइडेको दिनमा क्रिकेट म्याच हुन्छ, यो ग्राउन्डमा क्रिकेट म्याच खेल्छ फ्राइडेको दिन। जस राम्रै छ रिगाईमा है त। सिटी बस, म्याकडोनल्ड त्यहाँ छ। यता चाहिँ गार्डन, यहाँ ठुलो गार्डन छ, फुटसल पनि छ है त्यहाँभित्र, रिगाई गार्डन।